हेलो सबैलाई नमस्कार। आई होप तपाईहरु सबैजना खुसी हुनुहुन्छ, राम्रो हुनुहुन्छ, हेल्दी हुनुहुन्छ हैन। र आज एउटा अलिकति छुट्टै प्रकारको भिडियो लिएर आएको छु तपाईहरुको बीचमा है। विगत केही दिन अगाडि म कालिम्पोङ आएको थिएँ र तपाईहरुलाई जानेर यो अचम्म लाग्छ होला कि म फर्स्ट टाइम कालिम्पोङ आएको। यो भन्दा पहिला म कहिले पनि कालिम्पोङ आएको थिएन है। र यति धेरै राम्रो रहेछ कालिम्पोङ, यति धेरै ब्युटिफुल रहेछ है। सुन्दर जग्गा, सुन्दर मान्छेहरू है। धेरै राम्रो लाग्यो कालिम्पोङ आएर। कालिम्पोङ आउनुको मेन उद्देश्य, मेन कारण के थियो भने जोसँग म इन्स्पायर भएको छु है, जसलाई म हृदयदेखि नै सम्मान गर्छु, आदर गर्छु, विक्रम राई। उहाँको जन्मदिन थियो र जन्मदिनको शुभ लक्ष्यमा विक्रम सर हरेक साल आफ्नो जन्मदिन जोइस होम वृद्ध आश्रममा गएर मनाउने गर्नुहुन्छ र वृद्ध आश्रमलाई सहयोग दिने काम गर्नुहुन्छ। धेरैजनाले मिस्टर विक्रम राईलाई चिनिसक्नु भएको छ, तर जतिले पनि चिन्नु भएको छैन उहाँलाई भन्न चाहन्छु म, उहाँ सोशल वर्कर हुनुहुन्छ र उहाँको कारणले धेरैवटा गरिबको घरमा उज्यालो ल्याउने कामहरू हुन्छ। धेरैजना स्टुडेन्टहरूलाई उहाँले पढाउनुहुन्छ र यस्ता धेरै कामहरू छ उहाँले गर्नुहुने। यो बताउनु गए भने म सायद पुरा भिडियोमा नै उहाँकै चर्चा हुन्छ। र जोइस होमको बारेमा दुई शब्द भन्न चाहन्छु म है। जोइस होम चलाउनुहुन्छ एरोन दाले है, र उहाँले 15 सालदेखि हुकेर्समा काम गरिरहनु भएको छ। हुकेर्सको फाउन्डर हुनुहुन्छ उहाँ हैन। तपाईहरु सबैले हुकेर्सलाई चिन्नुहुन्छ, कुन चाहिँ संस्था हो र कस्तो खालको काम गर्छ भनेर। तर त्यहाँ नगएर म आज सिर्फ जोइस होमको बारेमा बात गर्न चाहन्छु। जोइस होममा लगभग 20 जना भन्दा ज्यादा बुजुर्ग हुनुहुन्छ र यहाँ सबैलाई सम्हाल्ने काम एरोन दाले गर्नुहुन्छ। यत्रो बुजुर्गहरूलाई सम्हाल्नु कुनै सानो कुरा हैन नि त हैन। हामीले हाम्रो घरमा एकजना बुजुर्गलाई सम्हाल्दा त हामी इरिटेट हुन्छौँ हैन। एक दिन सम्हाल्छौँ, दुई दिन सम्हाल्छौँ, 3 दिनदेखि त इरिटेट हुन्छौँ। यो मानसिकता सब भइसकेको छ हाम्रो हैन। यत्रो बुजुर्गहरूलाई सम्हाल्नु कुनै सानो काम होइन क्या हैन। यत्रो बुजुर्गहरूलाई सम्हाल्दा धेरैवटा कठिनाइहरू पनि आउँछ। गभर्नमेन्टबाट कुनै मद्दत छैन भनेको सुन्न पाए हामीले हैन। र जति पनि यहाँनिर खर्चहरू हुन्छ, मेडिकलको खर्चा है, दबाईको खर्चा, यहाँनिर बुजुर्गहरूलाई कतिजनालाई प्याम्पर्स लाग्छ, खानु, यो सबै खर्चाहरू एरोन दाले उठाउँछ। र विक्रम सर जस्तो व्यक्तिहरू जसले चाहिँ आफ्नो बर्थडे मनाउनु है, आफ्नो बर्थडे मात्रै नभएर अरू पनि धेरैजना यस्तो राम्रो हृदय भएको मान्छेहरू छ जसले चाहिँ यहाँ गएर डोनेट गर्ने गर्छ। त्यति मात्र होइन, एरोन दाले 365 दिन, सालको 365 दिनै स्ट्रिकमा बसेको छ। जति पनि गरिब दुखीहरू उहाँलाई खाना खिलाउने काम गर्छ क्या। एक दिन नबिराइकन। सोच्नुहोस् न कति ठुलो काम गर्नु हुँदैछ उहाँले हैन। त्यो काममा हामीले अलिकति पनि त्यहाँनिर सकाउनु पाए हाम्रो लागि कति ठुलो कुरा हो हैन। र म पनि तपाईहरुसँग प्रमिस गर्छु, मेरो सालमा जुन एउटा बर्थडे आउँछ त्यो बर्थडेमा म कुनै जग्गा सेलिब्रेट नगरेर, सेलिब्रेट गरे भने पनि गरिन भने पनि म सालमा एकपल्ट जोइस होम वृद्ध आश्रममा केही एमाउन्ट जति मेरो हैसियत छ त्यो हिसाबले म डोनेट गर्छु। चाहे 500, 1000, 5000, 10000 जति सक्छु म मेरो ल्याकत अनुसार म डोनेट गर्नेछु। किनभने यो पैसा एकदमै राम्रो काममा जाँदैछ क्या। आफूलाई हृदयबाट पनि शान्ति हुन्छ यस्तो कामहरू गर्दा। पहिलोचोटि म कालिम्पोङ आएँ र पहिलोचोटिमा नै म कालिम्पोङबाट एकदमै इन्स्पायर भएर आएको छु। धेरैजना मान्छेहरूसँग, स्पेसली एरोन दासँग। मेरो जीवनमा अब 2 जना यस्तो आदरणीय मान्छेहरू हुनुहुन्छ जसलाई चाहिँ म आफ्नो हृदयबाट नै सम्मान गर्नेछु। फर्स्ट विक्रम राई र सेकेन्ड अब जोडिनु भएको छ एरोन दा। थ्याङ्क यू सो मच। यस्तो राम्रो काम गर्नु हुँदैछ तपाईहरु दुवैजनाले। र जोइस होमको यो बोर्ड रहेको छ, यहाँनिर नम्बर पनि मेन्सन छ है। जति जनाले पनि डोनेट गर्नु चाहनुहुन्छ, हेल्प गर्न चाहनुहुन्छ, यो नम्बरमा डाइरेक्ट कन्ट्याक्ट गरेर तपाईहरुले डोनेट गर्न सक्नुहुनेछ। र जोइस होममा हामीले विक्रम सरको बर्थडे सेलिब्रेट गरेपछि हामी कालिम्पोङमा खाना खानुको लागि मेफेयरमा आएको छौँ। र मेफेयर होटलमा पनि मेरो फर्स्ट टाइमै भिजिट हो है, अभियसली, किनभने कालिम्पोङ म आएकै छुइनँ। र मेफेयर यति सुन्दर होटल रहेछ है, यति राम्रो इन्टेरियर डिजाइन र यति मजाको खानापिना, एकदमै राम्रो लाग्यो यहाँनिर मलाई। र यहाँको सुन्दर दृश्य त कसरी नै बिर्सिन सक्छु है। कालिम्पोङमा फर्स्ट टाइम आएको म र पहिलो पटक नै कालिम्पोङले मलाई माया लगाइसकेको छ क्या। र सायद अब म कालिम्पोङ बार आउनेछु। र यसरी नै एकदमै राम्रो दिन बित्यो है आजको। र हामीसँग हुनुहुन्थ्यो केशर दादा, न्युज रिपोर्टर हुनुहुन्छ उहाँ, र हामीसँग हुनुहुन्छ गुन्जन दादा, उहाँ ब्लगर हुनुहुन्छ, टिचर हुनुहुन्छ है, र हामीसँग आकाश भाइ पनि हुनुहुन्थ्यो।
र फेरि पनि एकपल्ट आदरणीय विक्रम सरलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु र यसरी नै हामी सबैलाई इन्सपायर गर्नुहोस् र यसरी नै आउँदो दिनमा पनि धेरै यस्तो राम्रो कामहरू गर्नुहोस् भनेर शुभकामना दिन चाहन्छु। तपाईँको आयु धेरै लामो होस्, तपाईँको हेल्थ एकदमै राम्रो बनाइदियोस् भगवानले है, तपाईँको जीवन सुखमय होस्। र सबै कालिम्पोङवासीलाई भन्न चाहन्छु एकदमै धेरै धेरै माया छ तपाईँहरू सबैलाई है। यति सुन्दर जग्गा रहेछ कालिम्पोङ, एकदमै माया बसिसकेको छ मलाई है। तपाईँहरू जतिले पनि कालिम्पोङबाट मलाई हेर्नु हुँदैछ भने तपाईँहरू सबैले अवश्य बताउनुहोस् होला। थ्याङ्क यू सो मच, फेरि भेट हुने नै छ।